ए भेडाहरू केही सक्दैनौ भने राजा ल्याऊ। आज जति पनि राजालाई गलत भनिरहेको छौ नि, भोलि पछुताउँछु पछुताउँछु। म त यति भन्छु होइन, देशै नरहनु भन्दा राजा आएको ठिक छ। भोलि हेर्दै गर्नु, भोलि तिमी दुर्गा प्रसाईलाई प्रधानमन्त्री बनाऊ, तिमी रवि लामिछानेलाई प्रधानमन्त्री बनाऊ, चाहे जसलाई प्रधानमन्त्री बनाऊ, मिडिया म्यानुपुलेटिङ हुन्छ। फेरि तिनीहरूले काम गरेन भन्ने कुरा देखिन्छ होइन, कतिले त काम गर्दा पनि गर्दैन। त्यो गर्दा राजा ल्याऊ, देश बचाऊ। अब यति भन्दाखेरि मान्छे के भन्ला, ल राजावादीको समर्थन गर्यो भन्छु म। हाम्रै देशबाट टुक्रिएको आसामलाई हेर, अहिले उसले राजा ल्याऊ भनेर पाउँछ? पाउँदैन नि। देशै भएन नि त। नेपाली भएर नेपाली बोलेर नेपाली हुँ भन्न पाएन कि उसले। त्यही भएर भन्छु, दुनियाँको कुरा छोड, दुनियाँको चक्करमा नलाग, सिधा राष्ट्रपतिको ठाउँमा राजा ल्याएर बिसाइदियो, सबैको भलो हुन्छ। बुझ्यो बुझ, नबुझ्यो नबुझ।